कि नहीं सामा, द्वार खड़ो द्विज दुर्बल, पूछत दीन दयाल को धाम, बतावता पुनः नाम सुदामा। देखी सुदामा की दीन दशा, करुणा करके करुणा निधि रो, पानी परात को हाथ छुयो नहीं, नयन के जल सो पग धो। आज सुदामाजीको जुन दीन दशालाई देखेर मेरा गोविन्दको हृदय पग्लेर आयो। आफ्नो आसनमा राख्नुहुन्छ, चरण दबाउनुहुन्छ। सबै रानीहरू छक्क परे, अरे आज द्वारिकाधीशले कस्तो चरण धुनु हुँदैछ, वार्तालाप हुँदछ, गुरुकुलको एउटा याद आउँदछ। सुदामा, हामी गुरुकुलमा बस्दाखेरि कसरी बस्थ्यौँ, वार्तालाप हुँदछ। अनि कृष्णजीले सोध्नुहुन्छ, हजुरले यत्रो दिनसम्म याद गर्नु भएन मलाई, हजुरले विवाह गर्नुभयो कि भएन भन्दा सबैले विवाह गर्नु भने तिनकै भाउजूको नाम सुदामा हो, सिर्दन सुशीला हो। ओहो, भाउजूको नाम यति राम्रो सुशीला, जसको नाम नै सुशीला, भाउजूले मलाई केही न केही त पठाइदिनु भएको छ होला। सुदामाजीले यसो हेर्नुहुन्छ, ठुला ठुला रानीहरू छन्, अब यिनीहरूको छेउमा कसरी, गोविन्द त मेरो मित्र हुन्, यो चामलको पोको कसरी दिन सङ्कोच गर्नुहुन्छ। कृष्णजीले बुझेर त्यो पोको खोसेर लिनुहुन्छ अनि खोलेर यसरी हेर्नुहुन्छ। हेर्दा भाउजूले पठाएको चामल एक मुठी खानुभयो। ओहो, कति मिठो रहेछ मेरी भाउजूले पठाएको। अर्को मुठी खाँदाखेरि आज रुक्मिणी माताले हात समात्नुहुन्छ, सबै दिनुहुने सम्पूर्ण ऐश्वर्य दिनुभयो। अनि जब हात समातिनुहुन्छ रुक्मिणी माताले, कृष्णजीले भन्नुहुन्छ, रुक्मिणी, कसैले दान गर्दैछ भने रोक्नु हुँदैन, किनभनेदेखि दान दिन्छु भन्दैछ भनेदेखि रोक्यो भनेदेखि ऊ जति दोषी कोही पनि हुँदैन। आजदेखि तिमीसँग म बस्दिन। आज द्वारकामा जानु भने रुक्मिणी मातासँग कृष्ण हुनुहुन्न, रुक्मिणी माताको मन्दिर अलग्गै छ। आज विवाह कोसँग भयो कृष्णजीको भन्दा रुक्मिणी मातासँग, तर राधासँग बस्नुहुन्छ। किनभने दान गर्दै गर्दाखेरि हात समातिदिनु भयो, दान नगर्नुहोस् भन्नुभयो। र हामीले पनि यदि कसैले दान गर्ने इच्छा गर्नु हुँदैछ भनेदेखि दानमा बाधा गर्नु हुँदैन, भगवानले उसलाई मन पराउनुहुन्न। अनि वार्तालाप गर्दै जाँदाखेरि विभिन्न गुरुकुलमा भएका घटनाहरूको वार्तालाप गर्नुहुन्छ। यहाँ आज 84 गते आज सुदामाजी ब्राह्मणलाई पाएर बडो आनन्दित हुनुहुन्छ। सबै रानीहरूलाई आशीर्वाद मगाउनुहुन्छ। विप्र प्रसादात् धरणी धरोहम, विप्र प्रसादात् कमला भरोहम। देवी, आज म यत्रो महान राजा भएको छु, यो ब्राह्मणको प्रसाद